Hello everyone, आज चाहिँ सोनीले मेकअप गर्न जाँदैछ र फर्स्ट अफ अल सनस्क्रिन र मोइस्चराइजर एकैसाथ लागेको छ र हेरौँ कस्तो देखिन्छ। वाउ, कस्तो राम्रो देखिएको, सेतो गोरी देखिएको। म त हेरेर दङ्गै परेँ। र यो अर्को लाइन यसले चाहिँ एङ्गल दिन्छ अरे, मलाई पनि थाहा भएन खासै। अनि अर्को यो डार्क सर्कल लुकाउने के भन्छ हाइलाइटर होला सायद। अनि अर्को यो ब्लस यो चाहिँ थाहा भएन, यसले चाहिँ गाला रातो बनाउँछ अरे। अनि अर्को यो के हो, यो यसले पनि आँखाको डार्क सर्कल लुकाउँछ अरे, अनि थाहा छैन। अनि यो लिप लाइनर हेरौँ कस्तो देखिन्छ। वाउ, कस्तो राम्रो लिप्स, कस्तो राम्रो हुँदैछ। सेतो लिप्स होइन सरी यो के अरे, त्यो अलिकति फाउन्डेसन पुसेको होला सायद होइन। अनि ला फाउन्डेसन पुस्ने बित्तिकै कस्तो राम्रो देखेको। अनि सोनीले लिप लाइनरलाई अनि काजल लाउँदैछ। अनि यो आँखाको माथिपट्टि यो परेला माथि लाउने हो के हो, हाइलाइटर होला, हाइलाइटर कस्तो राम्रो देखियो। अनि यो चाहिँ आँखामा लाउँदैछ उसले। अनि यो चाहिँ ब्रान्डको नाम अरे। अनि यो चाहिँ अब धेरै मेकअप भएर पुस्दैछ अरे। अनि नाकमा टुप्पोमा खोइ के लगाएको। अनि यो चाहिँ लिपस्टिक, वाउ कस्तो राम्रो देखिएको। रेड एन्ड प्लम्पी लिप्स, यो चाहिँ के गरेको फेरि, आँखाको परेला काटेछ सधैँ। अनि यो आँखाको गाजलमाथि यो कस्तो यो के हो, ए टिलिक्क टल्क्यो, यो कस्तो कालो भयो गाजल, ला बिग्रेछ के हो, ला कस्तो बिगारेको, मेकअपै गर्न आउँदैन सोनीलाई। अनि कपालमा के लगाएको, यो झिकेको चाहिँ रहेछ, यो के हो गोलो गोलो, मलाई पनि थाहा भएन। यो चाहिँ वाउ कस्तो राम्रो देखेको, यो कपालले स्मुथ एन्ड साइनी, कस्तो सिल्की कपाल। वाउ, म त दङ्गै भएँ हेरेर। एकैछिनमा केबाट के भइन्, एकैछिनमा कस्तोबाट स्वर्गको अप्सरा भइन् सोनी। वाउ, अनि यहाँ फोटो खिच्नलाई होला सोनीले यहाँ पोजहरू दिँदैछिन्। ओके टाटा, सी यु इन नेक्स्ट भिडियो।